तिमीलाई म अर्को प्रश्न सोध्न गइरहेको छु टुलु 1000 रुपैयाँको लागि। नेपालको राष्ट्रिय जनावरको नाम के हो? नेपालको राष्ट्रिय जनावरको नाम डाफेचरा। ओइ डाफेचरा त कहाँबाट जनावर भयो? डाफेचरा त नाममा छ चरा छ, अनि मैले जनावर सोध्दैछु नि त यार। आज त्यो कुकुर सुतिराख पछाडितिर होइन, सुतिरहेछ कि त्यसलाई चाहिँ खानेको लागि व्यवस्थापन के छ त दाइ? यसले दिनको 1000 रुपियाँको मासु हान्छ। मासु खान्छ, मान्छेले भन्दा बेसी खान्छ। हो र? सुन, अर्को प्रश्न तिमीलाई आइसकेको छ। नेपालको राष्ट्रिय फुलको नाम? राष्ट्रिय फुलको नाम हजारी फुल हो। कहाँ, तिम्रो गाउँको? हजारी फुल अरे? फुल हजारी फुल को भन्छ? हजारपतिमा त मैले टुलुलाई पो राख्नु पर्ने रहेछ त यार। टुलुले त ओभर गर्ने रहेछ त। अनि को भन्छ हजारपतिमा त? अर्को प्रश्न आइसकेको छ टुलुजी तपाईँको मोनिटर स्क्रिनमा 1000 रुपियाँको लागि। फेरि पनि 6 एकान 6 6 दुना 6 तिया 18। सही जवाब, तर प्रश्न अर्कै थियो, तिमीले आन्सर अर्कै भन्यौ होइन। अर्को प्रश्न ल। के सोधौँ यार अर्को प्रश्न तिमीलाई? म के तिमीलाई खेलकुदको सोधौँ कि नेपालको बारेमा सोधौँ कि विदेशको बारेमा सोधौँ कि के को बारेमा सोधौँ? सोध्नु अब जाने जति भनौँला। युएसए भनेको कुन देश हो? युएसए भनेको युरोप कन्ट्री। लभली सदा। ल ठुलो अर्को प्रश्न है। युएसए भनेको युरोप कन्ट्री हो भने अस्ट्रेलिया चाहिँ के हो? अस्ट्रेलिया चाहिँ जर्मनीतिर पर्छ।